हेलो साथीहरु, सबैलाई आजको दिन हाम्रो पवित्र दिन। आज सन्डे, हाम्रो प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भएको दिन, इस्टर सन्डेको दिनमा तपाईहरु सबै साथीहरुलाई हार्दिक स्वागत गर्दै र आजको दिनमा फेरि पनि साथी हो तपाईहरुको माझमा आउन पाएँ र म आज सन्डे चर्च जाँदैछु आइतबार र तपाईहरु सबैलाई यसरी भिडियो मार्फत म तपाईहरुको समक्ष आइरहेको छु। साथी हो, यसरी चर्च जाँदैछु सेवामा र यस्तै छ हाम्रो घर आँगनहरु। साथी हो, हेर्नुहोस्, हेरेर तपाईहरुले लाइक कमेन्ट शेयर गरिदिनुहोस्। साथी हो, हाम्रो गाउँ घरको बाटोहरु यस्तै छ। हुन्छ साथीहरु, फेरि हिँड्दै अलिकति घरदेखि तल आइपुगेर यहाँ स्कुटीमा जान आँटेको छु र तपाईहरुलाई पनि अचम्म लाग्छ होला, म 54 वर्ष पुगेँ र स्कुटीमा यसरी चर्चहरू जानु आउनु भएको पनि गर्न सकिरहेको छु। अहिले 51 वर्षमा चाहिँ मैले स्कुटी सिकेको। साथी हो, तपाईहरुलाई पनि कतिजनालाई स्कुटीहरू सिक्ने इच्छाहरू छ भने, तपाईहरुलाई म सक्दिनँ होला भन्ने हरेस लागेको छ भने, साथी हो, तपाईहरुले सिक्नुहोस्, हरेस नखानुहोस्। मैले 51 वर्षमा स्कुटी सिकेर अब म स्कुटीमा यसरी चर्च जान आँटेको। हुन्छ साथी हो, तपाईहरुलाई मेरो यही अलिकति सल्लाह है, तपाईहरुलाई राखेँ र तपाईँहरूको पनि मलाई केही सुझावहरू छ भने तपाईहरुले कमेन्टहरू गर्न सक्नुहुन्छ। ल साथी हो, हामी चाहिँ चर्च जान आँटेको स्कुटीमा। साथी हो, हुन्छ स्कुटीमा जानेछु। साथीहरु, चर्च आइपुगे। आज आइतबार सन्डेको दिनमा चर्च आइपुग्यौँ। यसरी बजारबाट भाउजूहरू पनि आइपुग्नु भयो। चर्च छुट्यो, सेवा सकेर यता यस्तोहरू देखाइदिउँ भनेको थिएँ। चर्चबाट आइपुगेँ आज आइतबार इस्टर सन्डेको दिन। आएर मेरो नातिलाई समाएको, फेरि मेरो नक्कले नाति। ला 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 ला।